Good morning guys. Happy Maggie Sankranti. Happy Maggie Sankranti. Happy Maggie Sankranti. अब चाहिँ हामीले खिचडी बनाउँछ मने तरुल उसिन्छ मन के बनाउँछ म सबै लास्टसम्म देखाउँछु। लास्टसम्म हेर्नु होला एकदमै जाडो छ हामी चाहिँ भर्खर नुहाएर बसेको हैन यिनीहरुले पनि नुहाए आज त आज नुहाउनु पर्छ अनि अब चाहिँ हामी के गर्छ म सबै देखाउँछु लास्टसम्म हेर्नु होला। के छ आलु बोइल अचार बनाउन जानु जानु के गोपी यस्तो जाम के खान्छ त के सबै पिएका राम्रो त ल्याउनु पर्छ अनि पैसा तिरे दिने यहाँ भिनाजुर हाई गर्नु भनेको हाई गर्नु भयो गाइस हिजो हामीले गोपी ल्याएको थियौँ नि हेर सबै कुहेछ गाली खाँदैछौँ यहाँ किन तिमी त्यही चप किन गहौ त ऐना भनेपछि त फुरुक्कै नजान फेरि के खाने लड्डु लिएर फुल टिप्यौ बाई बाई कहाँ जान्छ त चिया खाना ए ल ल करो गए Hey hihi hihi ल सबैलाई भिडियो बनाउनु भएर भन्दै आएको कसले बसाल्न थाल्यो सब्जी कसले बसाल्यो सब्जी यहाँ चाहिँ अचारको तयारी हुँदैछ अब चाहिँ अनि हामी तल गएर बल्ल खिचडी बनाउँछ भन टक्क मस्त मस्त मिठो लास्ट समय हेर्नुभयो भने बल्ल देख्न पाउनुहुन्छ खाना त त्यस्तै हो उता फेरि छि यो चप्पल लाउन पाइन्न जाडो हुन्छ हो यहाँ नि मेरो चप्पल मेरो भाइको चप्पल ए भगवान यहाँ आगे बोले होइन यो तरुले पाके छैन क्या अरू भन्दा नि यहाँ अब यस्तैमा पकाउनु भयो पिरामा ए पुरै डढेछ हाम्रो तरुले डढेछ लास्ट एउटा चाहिँ हल्का पाक्दैन पाकेको अनि त्यसलाई बसाल्दा चाहिँ अर्को डढेछ कि त्यस्तो फन्ने भयो तरुले डढेछ त न ओके त कपाल हेर जान्छु देखिँदै गर्न हालो बाबा के कालो लाडा ए के गर्न थाल्नु भएको हात नुन लगाइदिउँ र के अरे उलाएर आउन खोज्छ मेहन्दी लाएर अघि 2000 पाउनाको खुसी हुँदै जानु 2000 पाएको त साइकल टिपेर दुगुन्डाको चलाएर केटाकेटी जस्तो गर्नु यहाँ सबैले खिचडी पकाउनु तयारीमा खान अङ्कल फेरि कुखुरालाई औषधि हालिदिनु भयो के अरे ओके चक्को दुईटा गोपरम जस्तो लाखमा मात्र भन्दा हुँदो रहेछ कस्तो छिर्को
बत्तीस गुल्ने भरी पूर्ण हाम्री प्यारी मुआ हेलो ह्यापी सङ्क्रान्तिको दिन सबैजनालाई टिका लगाइदिने खाना खुवाउने माघे सङ्क्रान्तिको दिन हजुर उहाँ चाहिँ आज राम्रो फरिया लाउनु होला राम्रो लक्ष्मी दिदी फेरि यता हुनुहुन्छ लक्ष्मी दिदी ह्यापी माघे सङ्क्रान्ति ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई भन्ने हजुरको त ऊ है माघी हो न हजुर नमस्ते नमस्ते ह्यापी माघे सङ्क्रान्ति ह्याप्पी माघे सङ्क्रान्ति नमस्ते ह्यापी माघे सङ्क्रान्ति आज मलाई निस्किने पाहो हिजो च्याप्टर यस्तो भयो गुड भेरी गुड त्यस्तै हो बढी बोलेपछि गाइस यसको मेसेजहरू रिभिल गर तैँलेको सुन्तलामा राति खाएको छु बेला बाटोमा भेट गरेर एउटा सुन्तला थियो एउटा चोरेर सुन्तला किन्न गएको किनेरै हो खुवाएको होइन चोरेर हो कि भन् अरूबाट निकालेर दिएको प्लास्टिकबाट निकालिदिएको प्लास्टिकबाट निकालेर दिएको चोरेको कस्तो मिठो देखेको कि यो होइन के भएर मोटा होइन के मोटा होइन मोटा होइन अरे भाउ कि भाउ सबै आँखा लाग्छ होइन त्यो आफ्नो आफ्नो त लाग्छ न यहाँ बाल्नु भइहाल्यो यहाँ के खिचडी हो त आन्टी यसमा के बसाल्यो र यता के भन्छ चिया पकाएको खोइ जान्दैन अब जा छिटो तिमी आफै जाऊ यहाँ त बरु भएको यो पाक्छ कोही नभएकै गर्नु त अरूदेखि भागेको भाइ गरियो के गर्नु भागेको भाग्यो अघिदेखि भन्नु पानी पठाएको किचनमा पानी छ कि हेर किचनमा पानी बसेर म चिया पकाउँछु जाडो हो कि तपाईँलाई पानी देऊ अनि म चाहिँ चिया बनाउँछु दिपी छ ल पानी छ कि हेर त पहिला त्यसमा छ भोलि छ भने तातो ओके तातो छ कि हेर न ल ल Trying for you, 2 minutes, guys.
तसिनमा परेछु भन्देऊ बाबालाई आमालाई सरकारी जागिर खाएको मात्रै निस्कमाको के कपी गीतको मेरो गिटार बजाउनु कपिराइट लाग्छ तर गीत बजाउनु नमिल्दैन थोरै पानी यसो खोल्नु ल्याऊ तल कतिजना हुनु सबैलाई हो पाँचजनालाई गिलासमा निकालेर पानी चिया पकाउनु खान्छ नि चिया ल खानु भन्नुहुन्छ मसँग पैसा रहेछ 10 रुपियाँ के खाइस् त के अरे अब चाहिँ 105 को उखालको सेतो ओके अरे खान्छ नि तातो पानी नमस्ते भाग्यमानी भए भेट गर्दै बस्ने भेट गर्न पुगेको बेसी अब आउने पनि बज्यो म त गरेको थिएँ मेरो त भेट गर्नु चिया खानु छ होला न फेरि मासु नभन्छ पनि यत्रो धेरै पकाएको खानु छ नै कालो पानी पनि खान्छ खाइ चिया के खाइन ए त्यही पानी हालेर यो पिस्नी हो पिस्ने हो क्या मिक्सर कहाँ हो मिक्सर में भित्र और मिक्सर हुन्छ त दाबेर kuma निकाल्नु मिक्सर त्यही मात्र पिस्ने गर्नु पिस्ने सेलाउन राखेको लागि तातो भएर सेलाइसक्यो गर्दै हो ल हस् ओहो चिया कति पकाएको होइन हाम्रो पनि हो पुग्यो भनिदिन्छु कि खानी त तलभरि सबै है बाबाले खानुहुन्न अरे अनि मैसालीले खानुहुन्छ चिया त्यहाँदेखि यहाँभरिमा मैसाली दिनुभयो माथि अनि त्यसपछि तल लक्ष्मी दिदी 2 3 4 5 सुसन 6 दाइ। कप निकालौँ पहिला नाम भन्छु मैले मैसाली दिदी लक्ष्मी दिदी सुसन दाई कान्छी दिदी अनि मामु रवि दाई 6 जना हजुर 7 जना म अहिले खाँदिनँ अहिले माथि गएर आउँछु र म 8 जना 8 जना अहिले तिम्रो लास्ट टाइम हो कि तिम्रो तिमी लान सक्छौ यो चिया तल तर अरू भन्ने यो म पाइन्छ ल ल लगाइदिन्छु होइन गर्छु जान्छ गरिदिन्छु मलाई चाहिँ चिया बार्दै हुनुहुन्छ गाई चाहिँ यहाँ चाहिँ खिचडीको लागि पानी बसाल्नु भयो होइन देखानु सुसानु खोल्दैन यो यसो देखान यो इमली हो कि सुसानु यसो यो खोल्दैन तातो रहेछ नि यस्तो तातो कपडा यहाँ कपडा लिनु यहाँ खिचडीको लागि तयार हुँदैछ यसको लागि पानी मलाई थाहा थिएन पानी बसाल्छ पहिला होइन थाहा थियो तँलाई पानी बसाल्छ न तरकारी पाको माथिबाट राख्दैन होइन अरू होला डढेको भयो नि अलिअलि काटेर के खाने तयारी हुँदैछ ल भन्नु त आज माघे सङ्क्रान्तिमा तरुल चिउरा दुध चिउरा अनि रोटी अनि लड्डु लड्डु खै लड्डु आउँछ अहिले राख्नु हो कस्तो गर्मी भयो भाइ अघि गर्मी हो कि पुत्त राम्रो पढेँ सोचेको आर्टिकलमा पुरा हुन्छ भगवान्ले रक्षा अहिले
नमस्ते नमस्ते क्यामेराम्यान हाम्रो ह्याप्पी माघे सङ्क्रान्ति त्यसैले खान्छु भनेको देऊ खा 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 छोपेर खाइदियो ल सुन्तला दुईटा खुवाउनुको दुईटा दिप्साको हो कि खाउ ल सुन्तलामा दुईटा मात्रै थियो अरू सबै तल हालेको भयो नि धेरै नाटक न दुईटा मात्रै खान्छु मैले त खाऊ मैले हालेँ है दुईटा मात्र सुन्तला थियो ल सुन्तला सबैले अरू खायो यो पनि हाले मेरो चिउरा मात्र हाले ल यो फिनरोटी मलाई दिउ म खान्छु त्यो चिउरा त अझै धेरै भयो भयो अब यति तैँले खाने यति तैँले खाने सुबै मलाई खुवाइदे त के फिनरोटी के खुवाइदे फिनरोटी मलाई ए त हात बाँचेको मान्छे छिटो के आएर टिका के टिका फाल एउटा भ्याउनी हो तैँले खानु थोरै तेरो पनि भाग हो नि त्यतिकै माथि अरूकोमा खैन भने आलु र मुला हो पिरो छैन होला के खुर्सानी यस्तो मोटो खुर्सानी पिरो हुन्न हाम्रो चाहिँ अचारको तयारी हुँदैछ यता चिया पाक्दैछ यता दुध तात्दैछ तल खिचडी पाक्दैछ किन मलाई काटेर एडिट गरेर फाल्दैन है भन्नु नि त ल ल भनेको केटा त्यतिलाई हराउनु पर्छ कि त्यति कति तल माथि गर्नु के पर्छ फेरि हेर न त्यो माथिबाट खरेर राखेपछि अनि त्यो खरिन्छ के भयो बेसार लागेन क्या त्यस्तो देखेको नि बाई बाई खिचडी माघे सङ्क्रान्तिको खिचडी हाम्रो पाकिरहेको छ लगाएर आधी उठ्यो यो डेप्ची त भोर्नै पर्यो हो न नि नयाँ के मजा गाइस पाकेकै छैन म त काममा पनि जान अब खाएर जाने भनेको त्यहाँ पकाउँदै हुनुहुन्छ अझै कस्तो लाग्यो अचार खाऊ दामी भयो पिरो भयो तर पिरो भयो पक्राउ यम यम ए ल ल हामी पनि खाँदैछ म अचार बना खा के को सब्जी बनाएको त सब्जी सब्जी त चाउचाउ हो त्यो हजुर सक्छ अरे नपोखिकन ल्यायो फेरि तर हजुर बा पाके खा कति धेरै राखिदिनु भएछ मलाई त हामीले खान्छौँ घिउ खानु पर्यो पहिला मैले यो धेरै हुन्छ क्या भाइ कहाँ गयो तिनीहरू धेरै राखिदिनु भयो कि यो त
कसरी हाने यस्तै तातो अब यो फेरि यति तातो हुन्छ खाना खाने होइन लिएर आऊ दिप्लो खायो हौ खाऊ तिमीले लिएर आऊ पर्छ ओ यहाँ मेरो चप्पल कहाँ गयो चप्पल यहाँ फेरि पुरै खत्रै चप्पल आइछन् के अरे यिनीभरि भरिमा मेरो चप्पल चाहिँ यो हो बाई बाई थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला